उनीहरूले त्यस्तो नहर न अनि अङ्कलले फोटो खिचेर युट्युबमा हाल्ने अरे मामाको जान लाग्यो रे भन्छ नि मामाको जान लाग्यो भन्छ नि है नमस्ते हामी कहाँ छौँ हामी परदार पुस्तालाई सन्चै छ हजुर सन्चै हुनुहुन्छ ठिक छ के छ के छ खबर के छ तिम्रो खबर चाहिँ किन सल्टिना हेलो आन्टी के छ खबर कस्तो भइरहेछ भर्खर आइछु धन्नु चाहिँ हेलो नमस्ते नमस्ते सबैलाई नमस्ते नमस्ते के छ ठुला खबर सुमामी आरामै हुन्छ के भन्दै रहेछ माइ चाहिँ आरामै हुन्छ अघि मामाले सोधिसकेँ मैले के छ सुमामी ठिक छ बाबु भेइ छ के है ठिकै यत्रो छ त हौ तर हुँदैन त हेर अझ यसलाई के काम गर्यो हाँ अहिले राम्रा हुँदैछन् क्या रोटी राम्रा मलाई त माघ महिना नि लागेको अब त आज त सुरु भयो कसार रोटी भने जस्तो हो र हेर त आज त मलाई त एकदम फिल भयो कान्छा है ठुलाको बिहा खानु पाउनु भएन क्या बिहेको दिन नभएर मलाई त कता कता कान्छालाई देखेपछि त त्यही याद आइरहेको छ कता कता यहाँ कान्छाको बिहेको कथा पारेको जस्तो भइरहेको काम गरे यस्तो गरेको मम्मीको हात हो त्यही भएर मलाई मिठो भयो मटन हजुर के छ कस्तो लागिरहेछ हामी मटन पकाइरहेछौँ रमाइलो छ कस्तो भइरहेछ रमाइलो मम्मी के छ ठिकै छ दिदी ठुलो भाइको एनिभर्सरी के छ भाउजू केही छ तिमीलाई भन्नुपर्ने म त अब सुत्केरी त्यही भएर म त अहिले त आराम माइत आरामले बसिछु छोरा हेरेर आरामले बसिछु सुनामी केही छ हजुरलाई कसरी कति राम्रो भएको छ हेर त अस्ट्रेलिया पठाइदिउँ जस्तो लागेको छ हेलो हेलो नमस्ते नमस्ते माइजी नमस्कार के छ बाबु नमस्कार ल हेर नमस्कार नमस्कार नमस्ते दिदी भन न तिमीले
छोरो नाइन्जेलसँग यहाँ त्यो यति अनुभव थियो आखरी छुट्टियो भन मेरो भाइ हो गाईको दुधाले गाईको दुधाले जिन्ती मेटा बहिनीले गाईको दुधाले गाईको दुधाले गाईको दुधाले जिन्ती मेटा बहिनीले गाईको दुधाले गाईको दुधाले गाईको दुधाले जिन्ती मेटा बहिनीले गाईको दुधाले गाईको दुधाले गाईको दुधाले जिन्ती मेटा बहिनीले गाईको दुधाले गाईको दुधी बाबु चाँडै डाँडा काँडा तिरिरी घाम छाँदा बाबु चाँडै डाँडा काँडा तिरिरी घाम छाँदा सुन्दाको टुकुर धुलाई लिएर अस्ट्रेलिया धकुरो हाम्रो भाइ सुन्दाको टुकुर धुलाई लिएर अस्ट्रेलिया धकुरो हाम्रो भाइ सुन्दाको टुकुर लिएर अस्ट्रेलिया धकुरो आज त रमाइलो दिन हो जहाँ पहिला त परेको दिन हो आज त रमाइलो दिन हो जहाँ पहिला त परेको दिन हो आज त रमाइलो दिन हो जहाँ पहिला त परेको दिन हो आज त रमाइलो दिन हो जहाँ पहिला त परेको दिन हो आज त रमाइलो दिन हो जहाँ पहिला त परेको दिन हो मन्द्रमा छोरो सुते बुहारी चन्द्रमा आमाले धानसुकाउ मन्द्रमा छोरो सुते बुहारी चन्द्रले दुलाई जागरे मैलानी कमले देला आमालाई पानी भाइले दुलाई जागरे मैलानी कमले देला आमालाई पानी भाइले दुलाई जागरे मैलानी कमले देला आमालाई पानी भाइले दुलाई जागरे मैलानी आमालाई कोदेला पानी भाइले दुलाई जागरे मैलानी आमालाई कोदेला पानी भाइले दुलाई जागरे मैलानी लाई बस आमालाई कोदेला पानी भाइले दुलाई जागरे मैलानी आमालाई पानी भाइले दुलाई जागरे मैलानी बाह्र कमाउने कान्छो भाइले नेवारमा समाउने कमाउने हो त्यसैमा कमाउने कान्छो भाइले नेवारमा समाउने कमाउने कान्छो भाइले Happy anniversary! Happy anniversary! क्या है समात्नु न त्यसमा भयो कि यता 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 भने डर लाग्छ मलाई त्यता एकै ठाउँ हो एघारको लागि झोक्छु है ह्याप्पी एनिभर्सरी ल यता खाने कार्यक्रम भइरहेछ ल सुशीलको भाग अङ्कलले खाइदिनु भयो अब अनुष्काको भाग मम्मीले खाइदिनु भयो ल ल भाग्यमानी भएछ अब भन्दै मैले फ्लाइङ हाई ये अलेसिया की बनी मलेसिया
मलेसिया तालियो राख्नु सबैले झपकेको पाती देखे हुँदी माया लाग्छ नदेखेकै जाति ओराली रेली माई सुस्तारी झर्नी हो भाइको रातौरी खेल्नी हो रेली माई सुस्तारी झर्नी हो भाइको रातौरी खेल्नी हो रेली माई सुस्तारी झर्नी हो हेलो 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 हामी यहाँ भान्सामा छौँ भान्सामा भान्सेहरू हामी यहाँ खाना पस्किँदैछौँ दिदीहरू त्यहाँ खाइसक्नु भयो हेलो दिदी कस्तो लागिरहेछ मिठो मिठो के छ दिदी कस्तो लागिरहेछ म्याडम रमाइलो दिदी आज भाइको जिन्ती भेट्ने दिन कस्तो रमाइलो भयो मिठो मिठो जुलो सुप यस्तो मिठो तातो तातो जाडोमा अब कान्छो भाइको बिहाको सुप खाने दिन आउला चाँडै भन्ने अब कान्छो भाइको बिहाको सुप खाने दिन कहिले हो छिटो आओस् भन्ने चाहन्छु पनि यसरी नै रमाइलो गर्न पाऊँ छिटै रोटी खानु मन लाग्छ सेलरोटी ऊ त्यहाँ डाँडाको बिहा चाहिँ प्लिज नगरे नजिकैको गरे खुर्रा भए गएर खुर्रा लो वेलकम वेलकम हेलो 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 दाइ हाउ आर यु आइम फाइन किन चाहिँ यहाँ ढिलो हामी यस्तै भयो बाबु भाउजू कारणले गर्दाखेरि ओ मैले होइन है दाइकै कारणले गर्दा हो मलाई ल्याउनु भन क्या भाउजू है ह्याप्पी म्यारिज एनिभर्सरी होइन भिडियो हो बल्ल खाने पालो आयो है हाम्रो जस्तो दा हेलो गाइस हेलो हजुर कान्छीको पालो मैले त 4 गते सुमित मामाको बिहा भने के मलाई भनेर लगाइदियो आइस मम्मी पोरको कोट त मेरो स्ले क्वीन कचोरा केएफसी कस्तो भइरहेछ केक मिठो मिठो पुरै हान्ने होइन त ल भाइ नरिसाउनु आइयो खाइयो रमाइलो गरियो फेरि फेरि पनि जमघट हुन पाइयोस् अब पालो कान्छीको कान्छो भाइ बाई भाइ भाइ भन्छ मामा लड्डु बाबा बाई वाट्स यो थट अब के छ के भन्नु छ भने भन इक्जाम्स आउँदैछ अनि यो रिगार्डिङ आज हिजोको इभेन्ट हिजोको इभेन्ट रमाइलो भयो त्यही हो रमाइलो भयो मामा भाइ जाउनु भन आउनु पर्ने यसमा आउनु भएन त्यति त हो ओके कस्तो भयो आजको अनुभव एकदम रमाइलो ह्याप्पी भयो ल दिदी कस्तो लाग्यो एकदम रमाइलो भयो ल मेरो भाइ
यता नमस्कार सबैजनालाई ह्याप्पी एनिभर्सरी सबैजना आउनुभयो धन्यवाद आउँदै गर्नुहोस् अर्को सालले सबैजना आउनुहोस् है सुमितको बिहा है अब अर्को साल सुमितको बिहामा रोतेल नाच्नुपर्छ ल